खाली खुट्टै अथवा मोजामा मात्रै लेग ट्रेन गर्न मन लाग्ने म मात्रै त होइन होला है। आज थियो मेरो लेग डे। अहिलेको मेरो बेस्ट लेग एक्सर्साइज भनेको चाहिँ वेस्ट ब्यान्ड स्क्वाट हो। सेकेन्डमा सबैले गर्न रुचाउने र मेरो पनि फेभरेटमा पर्छ लेग प्रेस। यसमा चाहिँ म हेभी नै जान प्रिफर गर्छु 8 to 10 रेप्स। त्यस पछाडि आइसोलेसनको लागि लेग एक्सटेन्सन। यसमा चाहिँ 2 सेट टिल फेलर हान्ने गर्छु म। यो गर्दाखेरि आफ्नो सिटलाई अलिकति पछाडि लगेर क्वाड्सलाई राम्रोसँग स्ट्रेच गरेर गर्नुभयो भने एकदमै नै मजा आउँछ। त्यस पछाडि लेग एक्सटेन्सनकै मेसिनमा ग्लुट्सको लागि हिप थ्रस्ट हान्ने गरेको छु। हिप थ्रस्ट मेसिन चाहिँ हरेक जिममा हुनै पर्छ जस्तो लाग्छ कि मलाई चाहिँ। यसमा चाहिँ एकदमै हेभी 2 सेट टिल फेलर अनि अन्तिममा चाहिँ काफ रेजेस गरेर मेरो लेगको वर्कआउट चाहिँ यतिमै सकिन्छ। काफ रेजेस पनि 2 सेट टिल फेलर गर्नुभयो भने इनफ हुन्छ। लास्टमा एप्सको लागि चाहिँ मैले अहिले एब रोलर युज गर्न थालेको छु। यसको चाहिँ 3 सेट 12 देखि 15 रेपिटेसन्स। यो चाहिँ रोप क्रन्चेसको बेस्ट अल्टरनेटिभ हुनसक्छ। अनि लास्टमा चाहिँ ह्याङ्गिङ लेग रेस विथ साइड ट्विस्ट गरेर चाहिँ मेरो आजको वर्कआउट यहीँ सकिन्छ। फिटनेस बारे केही जान्नु छ भने मलाई फलो गर्न नबिर्सिनु होला है त।